हेलो गुड मर्निङ मेरो चलचित्र मिठो ब्लगमा हजुरलाई स्वागत छ। मेरो फर्स्ट ब्लगमा आजको यस ब्लगमा हजुरलाई मैले सुरुदेखि अन्त्यसम्म कसरी भिडियो बनाएँ मेरो सानो किराना पसलको सुरुवात मैले यसरी गरेको थिएँ गाइस। मेरो चाहिँ पसलको सामान राख्नको लागि ठाउँ नभएर चाहिँ मैले चाहिँ घर पाएर नै दोकानहरू मिलाउने गर्थेँ। पछि बिस्तारै 1-2 महिनापछि चाहिँ तिमीबाट आएको प्रफिटले चाहिँ मैले बिस्तारै गर्दै गएँ। अनि मेरो बाबाले पनि मलाई साथ दिनुभयो। बाबा र म दुईजना मिलेर यो चाहिँ दोकानको लागि निर्माण गर्नुपर्छ भनेर चाहिँ मैले सामानहरू जुटाउन थालेँ त्यही किराना दोकानदेखि। त्यसपछि बिस्तारै गर्दै जाँदाखेरि चाहिँ मैले आजसम्म यहाँसम्म आइपुगेँ। मैले यस्तो अवस्थालाई कठिन अवस्थालाई मैले सल्भ गरेर यहाँसम्म आइपुगेको छु। यो दोकान चाहिँ मैले निर्माण गरेँ। यहाँ चाहिँ मेरो मासु कटिङ छ, मासु सेन्टर बाहेक मैले यता अलग सेटिङ बनाएँ। त्यसपछि चाहिँ मैले किराना पसलको सेटिङ यस्तो मिलाएर मैले चाहिँ यस्तो सामान सजाएर राखेको छु। अनि यहाँ चाहिँ मेरो टेबलहरू 2टा टेबलको लागि सेटिङहरू बनाएको